समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुममा बोकेर कुद्दैछन्। म कार्यकर्ता साथीहरूलाई भन्न चाहन्छु, तपाईँ आफैले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस्, कुनै चौपारी खोज्न नजानुस्, कसैका बलेसीबाट भित्र छिरेर ओत लाग्ने कुरा नखोज्नुस्। यो मजबुत घर छ, यसलाई कसैले डगमगाउन सक्दैन। अहिले पनि 6.5 लाख सदस्य भएको यो एउटा मजबुत पार्टी हो। 23वटा महासङ्घ भएको पार्टी हो। 100औं जनवर्गीय पेशागत सामुदायिक भएको सङ्गठनहरू भएको पार्टी हो। हरेक ओडा मात्रै होइन, हरेक टोलमा पुगेको पार्टी हो नेकपा एमाले। यसमा आउनुहोस्, बास खोज्दै नहिँड्नुहोस्, म साथीहरूलाई आग्रह गर्न चाहन्छु। र अरू पार्टीमा रहेका साथीहरूलाई पनि अब त देखिसक्नुभयो त, कोही सिंहदरबार जलाउने कुरामा अग्रसर भइरहेका छन्, कोही अरूका घर जलाउने कुरामा अग्रसर भइरहेका छन्, कोही के भइरहेका छन्। यी आगजनीवाला, हाटहुट लाटलुटवाला, लुटपाटवाला, तोडफोडवाला यिनले देश बनाउँछन्। फ्यान्टा र कोकाकोला चोरेर हिँड्नेहरूले देश बनाउँछन्। त्यसकारण म सबैलाई सचेत हुन आग्रह गर्न चाहन्छु। नेकपा एमाले यस्तो पार्टी हो जसको भिजनमा कुनै अलमल छैन, जसको व्यवहारमा औँलो ठड्याउने ठाउँ छैन, औँलो ठड्याउने ठाउँ छैन। तसर्थ म अन्य पार्टीमा रहेका साथीहरूलाई पनि यस अहिले सङ्कटको घडीमा देश जोगाउनु पर्नेछ, देशलाई फेरि ठिक बाटोमा ल्याएर हामीले लडेर ल्याएको लोकतन्त्रको पुनर्स्थापना, यसको सुदृढीकरण र हामीले मुस्किलले 8 वर्ष लगाएर 2वटा संविधान सभामा मेहनत गरेर बनाएको संविधानको रक्षाका लागि उभिन आग्रह गर्छु। हामीले संसद विघटन गर्दा केहीले प्रतिगमन भयो भनेर उद्यम मचाए, झुटो उद्यम मचाए। त्यसबेला प्रतिगमन भएको थिएन। उनीहरूको इच्छा चाहिँ प्रतिगमनको थियो र उनीहरूले अन्त्यमा प्रतिगमन गराइ छोडे। हल्का प्रतिगमन सानो प्रतिवेदन थियो, फेरि हामीले सच्यायौँ, आन्दोलनबाट सच्यायौँ। त्यसकारण हाम्रो पंक्ति यस आन्दोलनमा जुट्नुपर्दछ। म सबैलाई यसमा जुट्न आग्रह गर्न चाहन्छु।